गाउँमा छु। हेलो एभ्रिवान, म चाहिँ गाउँमा छु। अनि हाम्रो गाउँमा यस्तो घर हुन्छ। ओ केटा, के छ हाल खबर? सन्चै छस्? यहाँ आइज तल। यो तेरो नाम के हो दे? राजबहादुर होइन? गइडे ढङ्ग भाग्यमानी भइस। भाइ हो यो, फुपूको छोरा। तेरो दाईको नाम के हो दे? अल्बर्ट साई हो मुना। तैँले बिराइली फुपू भाइ जानुभयो? तँ एक्लै घरको वाला लागि बेलुदै वहीँ बसिया छि। घरहरू यस्तो हुन्छ होइन। कति क्लास पढ्दै है तँ? 8 क्लास? तगडा है गर्दै पढाइमा। घरवालो लागि फजु कहाँ हुनु त? खर्का हाडे बाग्राकोवाला। यस्तो हुन्छ हाम्रो। म गएँ है केटा, ल बसै म बाखा आउँला। यस्तो हुन्छ हाम्रो घर होइन। यो बेत्राइनी भन्छ हाम्रोतिर यो रुखहरू। हाम्रो फुबाजी एकदमै मेहनती हुनुहुन्छ। यो लगाउनु भएको छ। यो धारा, पानीको धारा अहिले बन्द होला। पानी खुलाउनै बन्द गर्ने गर्छ तर रेगुलर आउँदैन। अहिले बन्द छ। यो यसलाई फर्सी भन्छ। फर्सीको मुन्डाहरू खाने भए आउनु होला। अब यो हाम्रो खेतहरू हो। यहाँ अब मैले त वास्तवमा मैले त गोड्न पर्ने हो, गोड्न आएको हो म। तर गोड्न जानेन के गर्ने त। अब गोड्न नजान्ने बेला अनि मम्मीले नगोड भइगयो त भाग भन्नुभयो। अनि मैले खेतमा गएर धान सबै भाँचे के, त्यही भएर। एउटा कुरा तपाईँहरूलाई मैले भन्नुपर्दा, म चाहिँ यो गाउँमा झन्डै 41 महिनापछि फर्केको हो कि। आफ्नो गाउँमा, आफ्नो जन्मेको, आफू पढेको हुर्केको ठाउँमा म 41 महिनापछि फर्केको। एकदम म एक्साइटेड थिएँ यो गाउँ भेट्नको लागि, यो गाउँमा आएर रमाउनको लागि। म खुसी थिएँ मम्मी बुवासँग भेट गर्न पाएँ। मम्मी बुवालाई चाहिँ मैले भेटेको हो, मम्मी बुवा तल जानुभएको थियो। तर एटलिस्ट म गाउँमा चाहिँ 2079 सालको चुनाव वैशाख 30 गते जुन भएको थियो त्यतिखेर आएको हो। अनि अहिले 3 वर्ष 5 महिनापछि गाउँ फर्किएको छु। त्यही भएर यो गाउँमा आज फेरि एकचोटि यहाँबाट देखाउने छु है गाउँ। हाम्रो गाउँ रावलबाडा भन्छ यसलाई होइन। रावलबाडा, रावलहरू बसोबास गर्छन् सोच्नुभयो होला, तर रावलहरू चाहिँ बसोबास गर्दैनन्। यहाँ चाहिँ ठकुरीहरू हामीहरू बसोबास गर्छौँ। यहाँ प्रायः जसो यहाँ चाहिँ मुगु हुम्ला भन्दा बित्तिकै तपाईँहरूले सम्झिनुहुन्छ ओन्ली स्याउ र कोदो होइन। तर त्यो मात्रै फल्दैन मुगु हुम्लामा। मुगु हुम्लामा धान पनि फल्छ के, तराईभन्दा केही कम छैन। यहाँ धान फल्छ, यहाँ गहुँ फल्छ, कोदो फल्छ, जौ फल्छ, फापर फल्छ, उवा फल्छ, स्याउ फल्छ, अनि सबै कुराहरू फल्छ। यहाँ चाहिँ अलिकति मेहनत गर्नुपर्छ, सबै कुराहरू फल्छ। दुःखको कुरा के छ, म हिजो गाउँमै आउनु पर्दा एकजना पनि गाउँमा छैन क्या। रोजगारीको सिलसिलामा कोही भारत, कोही काठमाडौँतिर, कोही जागिर गर्ने, कोहीले लोकसेवा जागिर खाएर बाहिरतिर। दुनियाँ छ, यहाँ कोही पनि छैन। म एक्लै छु गाउँमा। बुढापाका र आमा बुवा अनि सानातिना बच्चाहरू कोही पनि छैन। अब म यहाँबाट हिँडेर त्यहाँ जान्छु है, यहाँ देखाउँछु म। मैले बाइक चाहिँ यहाँ राखेको छु। यो ठाउँमा मैले बाइक राखेको छु किनभने यहाँ रोड हो जुन कालीकोट जान्छ। यो रोड सिमकोट जान्छ, सिमकोटसम्मको रोड हो यो। त्यहाँ बाइक राखेर म हिँडेर 1 घन्टा लगाएर घर, 1 घन्टा त लाग्दैन, आधा घन्टा घर पुगेको यो गोरेटो बाटोमा। अब म त्यहाँ जान्छु। त्यहाँबाट चाहिँ बाइक लिएर हाम्रो माथिको घरमा उपर भन्छ सोरुकोट जान्छु है। पुरा भ्लग हेर्नु होला गाउँहरू। तपाईँहरूकोतिर कस्तो हुन्छ थाहा भएन, तर हाम्रोतिर चाहिँ रमाइलो हुन्छ। एटलिस्ट म अहिले एक्लै छु, तै पनि यसो भ्लग बनाएर हिँडिरहेको छु। माया गर्नु होला। द ठकुरी भ्लग युट्युब च्यानललाई चाहिँ सब्सक्राइब पनि गर्नु होला। भ्लगलाई चाहिँ राम्रोसँग हेर्नु होला। धन्यवाद। सोरु गाउँपालिका वडा नम्बर 4 जिल्ला मुगु। म चाहिँ अहिले छु बालुकुना भन्ने ठाउँमा। त पुगेको छैन, अब पुग्नेवाला छु।
यहाँसम्म कि यो ठाउँ भौगोलिक हिसाबले यति विकट छ। आफू जन्मेको ठाउँ भएको कारणले मलाई यो ठाउँ राम्रै लाग्छ। म पढेको यो स्कुल हो। उतापट्टि पनि पुराना भवनहरू छन्। यो नयाँ भवन लागेको रहेछ अहिले, मलाई चाहिँ थाहा थिएन। यो स्कुलमा म 8 क्लाससम्मको अध्ययन पुरा गरेको हो। अनि यो गाउँ, यो चाहिँ माथि लिब्रू अनि यो चाहिँ तल्ली लिब्रू। यसलाई चाहिँ स्यालधारा भन्छ। अनि यहाँ तलको जिउलो, यहाँ अहिले मन्दिर बनेको रहेछ जस्तो लाग्यो मलाई। यो के हो है, मन्दिर जस्तो लाग्यो मलाई त। यो चाहिँ बालुकुना क्षेत्र है। यहाँको चाहिँ स्थानीय बजार भनौँ न। यहाँ चाहिँ हरेक किनबेच सामानहरू हुन्छ। अनि यो रोड छ नि, यो हुम्लाको रोड, जहाँ चाहिँ सिमीकोटसम्म गाडी पुग्छ, बस ट्रकहरू सबै कुराहरू। यो चाहिँ मेन हाइवे कर्णाली करिडोर भनौँ न, त्यो बाटो हो। यो चाहिँ यस्तो छ यो ठाउँ। भौगोलिक विकटता छ, अब त्यही पनि ठिकै छ। विकास हुन निकै मुस्किल छ, गाह्रो छ है, चुनौतीहरू छ। त्यति सजिलो पनि छैन विकास भन्दा बित्तिकै हुने होइन। रोडहरू त पुगेको छ तर सञ्चालनमा छैन शाखा रोडहरू, किनभने पहिरो पढेर फेरि अब सुधारका कामहरू हुन बाँकी छन्। त्यस्तै हो यहाँको अर्थतन्त्र। यहाँको मान्छेहरू पनि अब त्यति एकदमै चाहिँ छैन। यहाँको लोकल उत्पादनहरू खाने हो होइन। यहाँ मेहनत गर्न सकेपछि हामीले बाहिरको कुनै कुरा पनि किन्न चाहिँ पर्दैन। नहर छ, पानी सिँचाइ छ, त्यही भएर यहाँ सबै फल्छ। त्यही भएर चाहिँ यहाँ आत्मनिर्भर चाहिँ छन् है। आफ्नै उत्पादनमा आत्मनिर्भर भएको ठाउँ चाहिँ हो यो। बाहिरको बजारको प्रोडक्टमा विश्वास नगर्ने र त्यसमा चाहिँ नजाने, तर आफ्नै धानहरू, कोदोहरू, मकैहरू फलाएर खाने, त्यस्तो भएको ठाउँ चाहिँ हो। भौगोलिक विकटता त त्यस्तै हो। नेपाल, त्यो पनि कर्णाली प्रदेश, त्यो पनि हिमाली जिल्ला मुगु, यस्तै हो साथीहरू है त। यो अर्को कुरा चाहिँ हाम्रो घर अलिकति उता टाढा छ। यस्तो छ है, म देखाउँछु। यो एरियामा चाहिँ हाम्रो घरहरू छ के। यो मेरो माइलो काकाको घर, त्यो माथिको कान्छो काकाको घर, यो चाहिँ यहाँको प्राइभेट तहको स्कुल, यो मेरो फुपाजुको घर, यो घरभन्दा परिपट्टि मेरो घर, यहाँ तल एकजना दाइको घर। अब यहाँतिर हामीहरू बसोबास गर्छौँ। अनि यताको हाम्रो खेतहरू हो, जुन जहाँ चाहिँ धान फल्छ जति पनि होइन। धान फल्छ। अनि यस्तो नहर बनाएको हुन्छ धानमा पानी हाल्नको लागि। यो चाहिँ अब सिम्पल्ली मान्छे हिँड्नलाई गोरेटो बाटो भइगयो। अनि यहाँ यो पारीको चाहिँ हुम्ला जिल्ला पर्छ। हुम्ला जिल्लाको सर्केघाट गाउँपालिका अनि अन्तर्गतको तुम्चा गाउँ हो यो। त्यो पारी चाहिँ रमाइलो छ। कुनै तलको चाहिँ यो अदानचुली गाउँपालिकाभित्र पनि पर्छ, अनि माथिको चाहिँ सर्केघाटतिर पर्छ भन्छन्। डिटेलली मलाई कहाँ पर्छ त्यो पनि थाहा छैन। अर्को कुरा चाहिँ म यो गाउँ हो होइन। यहाँतिर यस्तो हुन्छ कि गाउँ बस्तीहरू, अनि म बस्तीमा बस्न लाग्छु। यो गाउँ विशेष गरी यहाँ 32-33 जना घरधुरी हुनुहुन्छ। यो गाउँमा हाम्रो दलित समुदायको दाजुभाइहरू बसोबास गर्नुहुन्छ। एकदमै रमाइलो छ। म हुर्केको, म खेलेको, म यही गाउँमा बसेर हुर्केको मान्छे, मलाई धेरै रमाइलो लाग्छ है। यो ओखर हो, दाँते ओखर, अहिले फलेको छैन, अब फल्छ। अनि यो हाम्रो घरको अङ्कलको, हाम्रो पुरानो घर हो यो है। हाम्रो पुर्ख्यौली घर यो। अनि पछि चाहिँ हाम्रो बाबाले उता बनाउनु भएको। यस्तो छ है। धारा भयो यहाँबाट गइजाँदा म अब तल ठाडामी बाइजाँदा गाउँमा आएपछि गाउँको भाषा है। हाम्रो घर भत्कीको, यो अङ्कल बस्नुहुन्थ्यो, पुर्ख्यौली घर भत्की ओद्दिको। यस्तै घर ओद्दी खाने मान्छे बस्दैनन्, उता बस्छन्। यस्तो छ स्थिति गाउँघरमा। त्यस्तै छ होइन। अब तलको त्यो कर्णाली नदी हो हामी माछा मार्ने ठाउँ। गाउँमा छु। हेलो एभ्रिवान, म चाहिँ गाउँमा छु। अनि हाम्रो गाउँमा यस्तो घर हुन्छ। ओ केटा, के छ हाल खबर? सन्चै छस्? यहाँ आइज तल। यो तेरो नाम के हो दाइ? राजबहादुर हो होइन? कहिले रङ्ग हेर्न भाग्यमानी भइस।
भाइ हो यो फुपूको छोरा तेरो दाइको नाम के हो दाइ अल्बर्ट साई हो मुना तैँले बिराइले फुपू भाइ जानुभयो तँ एक्लै घरको वाला लागि बेलुकी त वहीँ बसिया छि घरहरू यस्तो हुन्छ होइन कति क्लास पढ्दै है तँ 8 क्लास तगडा है गर्दै पढाइमा घरवालो लागि फाजु कहाँ हुनु त खर्का हाडे बाग्रावाला यस्तो हुन्छ हाम्रो म गएँ है केटा ल बसै म बाखा आउँला यस्तो हुन्छ हाम्रो घर होइन यो बेत्राइनी भन्छ हाम्रोतिर यो रोगहरू हाम्रो फुबाजी एकदमै मेहनती हुनुहुन्छ यो लगाउनु भएको छ यो धारा पानीको धारा अहिले बन्द होला पानी खुलाउनै बन्द गर्ने गर्छ तर रेगुलर आउँदैन अहिले बन्द छ यो यसलाई फर्सी भन्छ फर्सीको मुन्डाहरू खाने भए आउनु होला अब यो हाम्रो खेतहरू हो यहाँ अब मैले त वास्तवमा मैले त गोड्न पर्ने हो गोड्न आएको हो म तर गोड्न जानेन के गर्ने त अब गोड्न नजान्ने बेला अनि मम्मीले नगोड भइगयो त भाग भन्नुभयो अनि मैले खेतमा गएर धान सबै भाँचे के त्यही भएर